प्रयासमै छौँ। अहिलेसम्म बनिहाल्ने अवस्था चाहिँ छैन, बनाउने प्रयासमा हो। नमस्ते सबैजनालाई। आज म ठ्याक्कै यो बहुसंस्कृति पार्क रोङ खजिरमालेमा आइपुगेको छु र यो रोङ खजिरमाले बहुसंस्कृति पार्क भनेको चाहिँ विभिन्न जातिहरूको चाहिँ एउटा मिश्रण बनिएको एउटा पार्क भनौँ। यो चाहिँ साकेलाथान हो। यो साकेलाथानको नाम भनेको चाहिँ सात पाछा साकेलाथान। सात पाछा साकेलाथान भनेको चाहिँ सातवटा पाछाहरू मिसिएर मिलेर बनेको एउटा साकेलाथान हो। र आज उभौली पर्व यानि कि वैशाखी पूर्णिमाको दिन आज यहाँ स्थानीय साबिक जिरमलेका सम्पूर्ण राई जातिहरूको उपस्थितिमा चाहिँ साकेलाथान आफ्नो विधिगत पूजा सकेर चाहिँ नाचगान गरिराख्नु भएको छ। पर्तिर म अलिकति ढिलो भएँ र यो साकेलाथान हो, सात पाछा साकेलाथान बहुसंस्कृति पार्क जिरमलेमा। र यहाँको विधिगत कार्यक्रमहरू सकेर चाहिँ अहिले उहाँहरूको टोली पर्तिर नाचगान गरिराख्नु भएको छ। र सँगसँगै यो साकेलाथानदेखि यतापट्टि यो डाँडादेखि अलिक पर्तिर चाहिँ त्यहाँ चाहिँ आज 2570औं बुद्ध जयन्तीको अवसरमा बौद्धिस्ट धर्मावलम्बी लाप्चा तामाङ लगायत विभिन्न जातिहरूले लामा मेलो बौद्धिस्ट बुद्ध जयन्तीको कार्यक्रमहरू पनि विधिगत रूपमा मनाइरहेका छन्। अहिले म त्यहाँको भिडियो पनि देखाउने छु र अब हामी नाचगानतर्फ जाँदैछौँ। देख्न सक्नुहुन्छ यो चाहिँ नाचगान स्थानीय जिरमलेका राई जातिहरूले अहिले चाहिँ आफ्नै उत्पादन भनौँ न, आफ्नै यही सानो क्राइटेरिया सानो क्षेत्रका राई जातिहरूले चाहिँ आफ्नै उत्पादन है यो। फेरि उहाँहरूको कला संस्कृति उहाँहरूले यस ग्राउन्डमा यो एउटा फिल्डमा चाहिँ बस्दै हुनुहुन्छ। यो अहिले म नजिकै लगेर पनि देखाउनु छु। नाचगान हुँदैछ यहाँ चाहिँ अर्ग्यानिक प्रस्तुतिहरू र माथितिर साइडमा चाहिँ विभिन्न आफ्ना परिकारहरू यो उभौली पर्वमा अनि परिकारहरू बनाउने हुन्छ। उहाँहरूको संस्कारले मागे अनुसार र तलतिर चाहिँ नृत्य प्रस्तुतहरू चलिरहेको छ। आफ्नो सांस्कृतिक वाद्य बाजनहरू पनि बजिरहेका दृश्यमा अग्रज व्यक्तित्वहरू यता रमित हेरिराख्नु भएको छ भने यता मसिना नानी भाइ बहिनीहरू आफ्नो झाँकी प्रदर्शन आफ्नो प्रस्तुतिहरू राखिरहेको छ। यतापट्टि चाहिँ भने यता आफ्नो परिकारहरू बनाउने क्रम। आजको स्पेसलले चाहिँ प्रसादको रूपमा वाजिबा भन्छ। अहिले चाहिँ फेरि म ठ्याक्कै बहुसंस्कृति पार्ककै अघि मैले साकेलाथानबाट देखाएको थिएँ। यही साकेलाथानदेखि अलिक केही पर्तिर चाहिँ बौद्ध धर्म अनुसार बुद्ध जयन्ती 2570औं बुद्ध जयन्तीको कार्यक्रम पनि विधिगत रूपमा चलिरहेको छ। भन्दाखेरि यही बहुसंस्कृति पार्कको यो यतापट्टिको डाँडामा चाहिँ यहाँ चाहिँ बौद्ध धर्मावलम्बीहरूको चाहिँ उपस्थितिमा यहाँ चाहिँ बुद्ध जयन्तीको विविध कार्यक्रमहरू चलिरहेको छ। यही बहुसंस्कृति पार्क हो भने उतापट्टि अघि मैले देखाएँ साकेलाथानमा विधिगत रूपमा उभौली पर्व सम्पन्न भइरहेको छ। अब हामी तल जानेछौँ र यो पार्कलाई यहाँसम्म लानका लागि र के कसो छ यो स्थानीय तह अथवा यो श्रमदाता श्रमदानबाट हो कि यसको के छ अलिकति जानकारी गराइदिउँ। यो जिरुमलेमा रहेको सबै जातिहरूको संस्कार संस्कृति पहिचान को संरक्षण गर्नकै लागि हामीले बहुसांस्कृतिक पार्क निर्माण गरेको हो। यसको उद्देश्य भनेको पहिलो त जिरुमलेलाई परिचित गराउनु नै हो। त्यसपछि यहाँ रहेका जातिहरूको धर्म संस्कृति भाषा यी सबै कुराको जोगेना गर्दै नयाँ पुस्तामा पनि जोडेर लाने हैसियत र लक्ष्य राखेर हामीले यो पार्कको सिर्जना गरिरहेका छौँ, जन्माइरहेका छौँ। भर्खर जन्मिने क्रममा छ र अहिलेसम्मको हकमा हेर्दाखेरि त हामीले गत वर्ष यो जन्माएको हो। अहिलेसम्म जति पनि कामहरू श्रमदानबाट र थोरै पालिका वार्डको सहयोगले हामीले अहिलेसम्म गरिरहेका छौँ। अब यो वर्ष चाहिँ प्रदेश र पालिका वार्डको सहयोगमा हामी बजेटको काम गर्दैछौँ। अब भावी दिनमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको पनि सहयोगको अपेक्षा गर्दै अहिले हामी निर्माणको चरणमा छौँ। ल हस्, धन्यवाद। उहाँ हुन्छ बहुसंस्कृति पार्कका व्यवस्थापन समिति अध्यक्ष